आयो भनेको तिजो खाने कोही छैन म जान सकिन धन्नेरी छोरो परदेशमा गएको घर सम्झी आएन। नमस्ते अनि झोले सबैजनालाई। आजको भ्लग चाहिँ तिदु अथवा खल्टु खान गएको भ्लग हुनेछ। यो फल चाहिँ मध्य पहाडी भागतिर सायद सबै ठाउँमा हुन्छ होला मेरो विचारमा। ठाउँ अनुसार फरक फरक नाम हुन सक्छ, तर हाम्रो गाउँघरतिर चाहिँ यसलाई तिदु अथवा खल्टु भनेर चिन्ने गरिन्छ। भिडियो अन्तिमसम्म हेर्नुहोला, तपाईहरुलाई पनि बाल्यकालमा खल्टु खाएको याद आउन सक्छ। र गाउँघर नजिकै हुनुहुन्छ भने गाउँघरतिर खल्टु पाकिरहेको छ, खान पनि आउनु होला। ल साथीहरु, तपाईहरुलाई म एउटा दृश्य देखाउन गइरहेको छु। यो दृश्य मात्रै नभएर एउटा यो सिजनको जंगली फल भनौं, अथवा यो जंगलतिर मात्रै नभएर यो बारीतिर पनि हुन्छ। यो विशेष गरी मध्य पहाडी भागतिर हुन्छ, बेसीतिर पनि त्यति हुँदैन। यो फल हाम्रोतिर चाहिँ यसलाई तिदु, खल्टु अनि मगर भाषामा खर्लुक पनि भन्ने चलन छ। तपाईहरुकोतिर के भन्छ? यो निकै मिठो हुन्छ र यसको स्वाद चाहिँ अलिकता बोटै पछि फरक फरक हुने गर्छ। र जंगलतिर पाइने चाहिँ अलिकता यो बढी खायो भने मात्छ पनि, गाउँघरतिरको चाहिँ यो मात्दैन। र यसको स्वाद भन्नुपर्दा गुलियो हुन्छ, अलिकता राम्रोसँग नपाकेको चाहिँ टरो टरो पनि हुन्छ। यसको अलिकता परिभाषा दिनुपर्दा यो हरियो हरियो टाइपको हुन्छ। यो पाक्दा पनि खासै कलर चेन्ज हुँदैन, यसको अलिकता गिलो हुन्छ र भित्र बिया हुन्छ। बिया जस्तै हलुवाबिट चाहिँ पहेँलो हुन्छ, त्यसकै बिया जस्तो जस्तो टाइपको हुन्छ यसको बिया पनि। गाउँघरतिर अहिले यो पाकिरहेको छ, यो पाक्ने सिजन हो, निकै पाकिरहेको छ। खासै आजभोलि गाउँतिर बच्चाहरू पनि त्यति हुँदैनन्, यो धेरै जसो पाकेर झरेर खेर गइरहेका हुन्छन्। जङ्गलतिरको त झन् खानै भ्याउँदैन, जङ्गली जनावरहरू बाँदरहरूलाई अथवा लङ्गुरहरूलाई हुन्छ। र यो फल चराले पनि निकै मन पराउँछ है साथीहरू। र यसको स्वाद चाहिँ मैले अघि नै भनिसकेँ, बोटै पछि फरक फरक हुन्छ। कोही बोटको अलिक मिठो हुन्छ भने कोही बोटको अलिक खल्लो टाइपको हुन्छ, र कोही बोटको अलि बिहा धेरै हुने गर्दछ भने कोही बोटको बिहा थोरै अनि भित्रको गुदी धेरै हुने गर्दछ। तपाईहरु पनि आउनुहोस् है साथीहरू गाउँघरतिर, गाउँघरको अर्ग्यानिक फल खान। यो प्राकृतिक फल हो। र भिडियो हेर्ने साथीहरूलाई म के भन्न चाहन्छु भने यो झट्ट हेर्दाखेरि दुईटै एउटै कलरको छ, हरियो हरियो हो। र यसलाई हेरेर मात्रै थाहा हुँदैन, हामीले अलिकता प्रेस गरेर छामेर पाकेको र काँचो छुट्याउन सक्छ। यो पाकेको अलिकता गिलो छ भने यो चाहिँ काँचो हो, अलिकता सारो छ। यो सानो साइजको हो अनि पाकेको एकदम गुलियो हुन्छ साथीहरू। हामी चाहिँ अब अर्को बोटमा हेर्न जाँदैछौँ, त्यहाँ पाकेछ कि पाकेको छैन। सो त्यो बोटको भिडियो पनि तपाईहरुलाई देखाउँछु। अब हामी अर्को रुखमा जाँदैछौँ। खल्टु खाने टोलीहरू चाहिँ हामी दुईजना मात्रै छ, म र मेरो सानो साथी। ल है, आज चाहिँ हामी खल्टु खान आएको। पाकेछ कि पाकेको छैन? मामा कुटिङ मुठा चिया घाँस काट भारी। हामी चाहिँ यो रुखमा चढ्दैछौँ है खल्टु खानको लागि। तपाईहरुतिर के भन्छ? हाम्रोतिर चाहिँ खल्टु अनि मगर भाषामा खार्लुक, तिदु पनि भनिन्छ। ल साथीहरू, फाइनली हामीले यो रुखमा खल्टु टिपेर झरिसकेको छ। अहिले पाक्न सुरु भइसकेको रहेछ। एकदम मिठो हुन्छ यो रुखको खल्टु। यहाँ मेरो सानो साथीले खल्टु खाइरह। कस्तो छ? मिठो गुलियो। खल्टु पाक्न थालेको छ गाउँघरतिर। यो एकदम प्राकृतिक अर्ग्यानिक फल हो, तपाईहरु पनि खान आउनु होला।
तैँले कतिवटा खायो अहिलेसम्म जम्मा मैले माथिबाट नि दिएँ होइन रुखबाट नि त्यो प्लस गरेर 10वटा ल साथीहरू आज पनि हामी यो रुखको खल्टो खान आउँदैछौँ सायद हामीले नै सिध्याउनु लाग्यो होला यो रुखको खल्टो किनभने यो रुखको खल्टो निकै मिठो हुन्छ आज पनि म र मेरो साथी यता छ हामी दुईजना आछौँ तपाईहरु पनि खल्टो खानु आउनु होला यो साह्रै मिठो फल हो यो प्राकृतिक फल हो यो जंगलतिर बारीको छेउछाउतिर प्रशस्त पाइन्छ र तपाईहरुलाई सानो सानो बेलामा खाएको याद आउँछ होला हामी खाएर देखाउने छौं ल साथीहरु आफैले टिपेको खाना यति मजा हुन्छ है यसको भित्रको बिया चाहिँ कालो कालो टाइप हुन्छ है हलुवा बिटको जस्तै लास्टै मिठो है अब खल्टो सिधेपछि भोलि पर्सि फेरि के आउँछ खल्टो पछि के को सिजन आउँछ काफल यस तपाईहरु नि गाउँ घरमा खल्टो खान आउनु होला मम्मीलाई लाने मम्मीलाई कोसेली हो यो गाउँ भित्र पसिरहेको छु म के छ गाउँको अवस्था आज भोलिको